कति चाहिँ अप्ठ्यारो रुख रहेछ हौ, लडिन्छ कि क्या हो? हेर जागिरे मान्छे हो कि घाँस काटिसके सबैको बाख्रालाई। हाम्रो चाहिँ देवर बाबु, लु हाम्रो पनि एक भारी घाँस ल्याउनुहोस्। बाख्रालाई घाँस काट गोबर गनाउने मान्छे हुँ म। चान्स नपाएर मात्रै मन्त्री पड्काउने मान्छे हो। बाहुनको छोरोबाट बिहानै हल्लिएर हिँडिरहेको। पैसा धेरै किन कमाउनु परेको? मर्दा कसैले चेनमा लगेन। होइन यस्ता कुरा त मसँग सिकुन् न। पुगिहाल्छ त। किन काट्नुहुन्छ त? दाइलाई दाउन पाउनु भएकै छ, दाइले सबै थोक पुर्याइदिएकै छ, भाउजूले खाना पकाएर खुवाएकै छ, भइगयो नि। यसले गर्दा मलाई शुद्ध अप्ठ्यारो पारो। यही त लाउनै पर्यो दिमाग। पखेटा म आउँदैछु, ड्याङ ड्याङ तल हान्न। काम लाग्ने भएनन्, काम केही छैन, फन्टुस हिँडेको छ फन्टुस। बारी छोराम छोराम लोफर जति दराम दराम। कन्ट्रोल। घाँस काटेको? घाँस काटेको? म घाँस काट्नु जस्तो देखिन्छु? देखिनुहुन्न? मैले घाँस काट्नु पर्छ? पर्दैन। काट्दैन। ए अटो रोक 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 रोक। ओ भतिज। हजुर। ल ल ल ल ल ल ल के गरेको यो? कहाँ हो अङ्कल? तेरिका सुन न। भन्नु न। तिमी पनि कस्तो खालको मान्छे यार? किन के भयो अङ्कल? अनि यसरी मरि मरि चाहिँ घाँस बोक्ने हो त? मोटरसाइकल छ होइन? छ नि। अनि अलिकति प्रविधिको चाहिँ सदुपयोग गर्नु परेन भतिज? होइन त्यहीँ घर नजिकै छ अङ्कल। तेरिका अनि त्यो मोटरसाइकल चाहिँ के पूजा गरेर राख्छौ? तेरिका तिमी पनि मान्छे त आलु नै रहेछौ क्या? मोटरसाइकलमा बाँधा घाँस हर्र लिएर जाँदा भइगयो। कस्तो खालको मान्छे रहेछ? त्यसो हो र? हो नि अनि। ए ल ल भोलिदेखि अब त्यसै गर्छु। ल ल ल ल ल ड्याङ ड्याङ ती फसो के बोकोस् मोटरसाइकलमा। हेर लठुवा घाँस काटेर बसेको छ। मेरो छोरो बेलैमा विदेश पठाएछ र मात्रै नभए मेरो छोरो नि यस्तै घाँस काट्नु पर्थ्यो। ल बाख्रा पालेको ठुलो मान्छे भएको छ। ओइ बुढे के लठुवा रहेछ मान्छे यार? अहिलेको जमाना नि फरुवाले खन्ने हो। यसो ट्र्याक्टर लाउनु जोत्नु प्रविधिको थाहै छैन। धन्न बुढी चाहिँ राम्रै पाएको छ र पालेको छ क्यार। के तालको मान्छे होला? उचाल्न र पछार्न मात्र जान्दछ स्याठा। खेलेर त आइयो, फ्रीमा भेटेको अर्ग्यानिक चिया कसले छोड्छ? खारै जानु पर्यो होला नि त अन्जान घरमै। 4 लाखको बाइकमा घाँस पो बोकेर गएछ। ओहो बाइकमा घाँस बोक्यो भने त अझै मलाई समस्या आउँछ। तैँले पनि बोक्नुपर्छ भन्छन्। नरहे बाँस नबजे बाँसुरी, यसको खसी नै हिँडाउनु पर्यो। होइन के हो भाइ, 4 लाखको बाइक किनेर घाँस बोक्ने हो? माल पाएर चाल नपाउने त्यत्रो उयो छ, खेतबारी छ, यसो एक्सर्साइज पनि हुन्छ, यताउति घाँस बोकेर आउनु पर्दैन? माल पाएर चाल नपाएपछि के गर्नु हो? अनि त के मतलब भएर 4 लाखको बाइक किनेर अनि राम्रै घाँस बोकेर हुन्छ काहीँ? हुन त हो 4 लाखको बाइक हो, के चाहिँ गर्नु हो? त्यो अङ्कलले त फेरि बाइकमा बोक्नु भन्नुहुन्थ्यो। गलत त मै पो हो कि क्या हो? कुन चाहिँ नमुना आयो फेरि गाई लिएर आएको? अरे 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 यो गाउँका मान्छेलाई मन्त्री नै नभई म सम्झाउँदा चाहिँ हैरान भइसकेँ। कहाँ लिएर हिँडेको गाई? गोरुमा। ल हेर त फेरि बुढबा के भन्छ? टोपी ताली सिधा लाउनु। अहिलेको जमाना नि गोरुमा लिएर जाने हो त? एआई गराउनु नि। एआई न सेआई जान्दिनँ म। खुब सिकाउँछ। पैसा हुनु परेन? पैसा पनि म दिनु त? आफै अब गोरुको अनुहार परेको मान्छे छ, कतिलाई सम्झाउनु हो? ट्याङ ट्याङ ती गोठमै छ नि गोवर्धन। ए भतिज। हजुर। यता आउनु हो एकछिन। भतिजीलाई पनि काम चाहिँ कहिले गएन। तेरिका कस्तो गोबर गनाएको? जागिरमा जागिर छ, 40-42 हजार रुपियाँ पैसा कमाउँछ। लाज हुँदैन? बड्कु लाएर गोबर गनाउँदै हिँड्न? तिम्रो जस्तो उमेरका उहाँ कोब्रा डेनिम पर्फ्युम लाएर चाहिँ हिँड्छन्। ऊ भने अफिस जाँदा पनि छिछि हेर गोबर गनाएको। यो बेचिदेऊ क्या खसी? होइन खसी पाला कुन चाहिँ ठुलो भएको छ?
बिचरा बुहारीले पनि अरूका श्रीमानहरू उहाँ बाटोमा हिँड्दै पर्फ्युम लाएर हिँड्छन्। आफ्नो बुढो भने चाहिँ दङ दङ्ती गोबर गनाउँछ भन्दा हेप्ने भयो नि। हेपिनु चाहिँ हुँदैन है, पछि बुहारीले फेरि दायाँ बायाँ होला। कस्तो नमुना, यहाँ हेर त, यहाँ यो के हो यो? तेरिका यस्तो चाहिँ भएन भतिज। ल खसी बेच है भतिज, म त हिँडेँ। तिम्रो विचार, बेच नबेच। उफ, कस्तो चाहिँ गोबर गनाएको होला त। तेरिका हो कि क्या हो? अफिसमा पनि त्यही भएर सबै टाढा टाढा हुन्छन्। आज म गर्छु। दिमाग भुटेको छु, हेरौँ के गर्दो रहेछ। अरे बाख्रा भनेको आजदेखि म पाल्दै पाल्दिनँ। जतिमा बिक्री हुन्छ बेच्छु म आज यसलाई। बेच्न हिँडिसकेछ नि। कागले कान लानु कहाँ कहाँ, कान छाम्नु छोडेर कागको पछि कुद्दा यस्तै हुन्छ। लट्ठु नै रहेछ नि। ड्याङ ड्याङ ती, यो त अब मुर्गा बनाऊ बनाऊ। तँ पनि घरमै रहेछ, अब यसलाई मुर्गा बनाउनु पर्यो। 22 किलो त छ नि हौ, के गर्नु त, केही गर्दा भएन। होइन हौ मामा, एक्लै कता हिँड्नु भएको बरबर? न बाहुन भन्दा पत्यायो न जोगी भन्दा पत्यायो। सुन न, ऊ त्यहाँ हेर त, त्यो भतिजले नि खोइ कुन चाहिँ माता कहाँ गएको थियो नि, असोजमा खसी दान गर्नुपर्छ भनेछ। अब बाहुनहरू जति सबै सोह्र सकेर अहिले नौ दुर्गाको पूजा गर्न मन्दिरमा छन्। अब उसको इन्टेन्सन चाहिँ जोगीलाई दान गर्ने अरे। होइन, दानै गर्ने अरे त, सिङ्गै खसी दान गर्ने अरे। अब अहिले जोगी कहाँ पाउने छन् त? जोगी छैनन्। म बाहुनु जोगी हुँ भन्न चाहिँ त्यो 22 किलो खसी चाहिँ उछिट्याउँ भनेको ड्याङ ड्याङ थिए, पत्याएन। आज म बाहुन नभएको जोगी नभएकोमा चाहिँ लास्टै पछुतो भयो क्या। 22 किलो छ नि यार, ड्याङ ड्याङ ती काटेर खानु हुन्थ्यो। के गर्ने, को दिमागले काम गरेन हो? तिमी बुढाको पो दिमाग छैन त, मेरो त छ नि दिमाग। खसी त मैला नि हो बेटा, मनमै लड्डु फुटा मसिने फसी छैन। ड्याङ ड्याङ ती। ल ल, मेरो त घरमा धेरै काम छ, म लागे। फसो के त जोगी हुन्छ क्या, मलाई सिकाउँछ। खेल खेलेर भन्दा मान्छे बिगारेर खाना पस्ने भयो। रमिता हेरिन्छ अब। ड्याङ ड्याङ ती। ओहो, नेता आयो। हेलो हेलो, सुन्नु न, अनि के छ त हो रानीदी? नेताहरू कता छन्? नेताहरू सबै आफ्नो ठाउँमा हुनुहुन्छ नि। ए हो, सुन्नु न, अब मलाई चाहिँ नि अब देशमा परिवर्तन भएको छ नि त। मन्त्रीको चाहिँ अलिकति प्रस्ताव आउला जस्तो छ होइन, सहयोग गर्नु पर्यो है। अनि हात मिलाएर गर्नु पर्यो नि त, ड्याङ ड्याङ ती बधाई भनेको त। अब पुरानाहरू त सबै अब दुलोतिर होइन, नयाँ के छ नि त। होइन, एकचोटि नयाँले सिर्जना गर्नुपर्छ। हजुर हजुर, होइन, पुरानाप्रति अलिकति फ्रस्ट्रेसन भएको छ। हजुर हजुर, नयाँले केही गरेर देखाउनु भयो भने हामी पनि विश्वास गर्छौँ। गर्नु पर्यो नि, गर्नु पर्यो है त। 6 महिनालाई भए पनि गर्नु। म अलि हतारमै छु, शपथ लिने हिँडेको। ल ल, बिचारा रोएर बसेको छ होला। निकाले युवा केटाहरूले। जय गोरखनाथ। यति भए जोगी भइएन त, 22 केजीको खसी चाहिँ मेरै हात लाग्ने भयो। 22 किलोको खसी खान दिमाग त लाछ। ड्याङ ड्याङ ती मार्ने पो त चिन्डेले। एकछिन रमिता चाहिँ हेर्नै पर्यो। होइन, कहिलेदेखि जोगी भइसक्यो त फेरि? ए, तपाईँलाई थाहा छैन, म त 6 महिनादेखि सिद्ध बाबा पढेर अनि बजाएको बजाइ छु नि हौ। हिजो राति पनि तपाईँकोमा आएको थिएँ, सुन्नु भएन? थाहा पाउनु? मैले त केही थाहा पाइनँ त नि। ए, डरै सुत्नु हुँदो रहेछ तपाईँ पनि। लु, तपाईँलाई बाटोमै भेट भइयो। दान दक्षिणा पनि यतै गरौँ होला हौ दाजु। खसी चाहिँ हिस्सा नै हो, त्यही पनि लिएँ मैले दान। घरमा भएको भए त अब पानी छोएर लिँदा हुन्थ्यो, अब यहाँ भइगयो, खोइ लिँदै गर्नु नि त। गोरखनाथ बाबाले तपाईँले चिताको पुरा गर्नु। होइन, तँलाई कसले भन्नु म खसी दान गर्दैछु भनेर? यो म बेच्न हिँडेको होइन। होइन, तपाईँले अनि त्यत्रो अनि उहाँ भाकल गर्नुभएको होइन त यो खसी दान गर्ने भनेर? हावा कुरा गर्छ, यो गाउँको सबै मान्छे बोलाए क्या। मान्छेको स्वभाव थाहा नपाउनेहरूले यस्तै भोग्नुपर्छ। छुस्छ, मैले हालिदिएको थिएँ, काण्डी गरे नि केटाहरूले।